हेलो साथीहरू, आज चाहिँ म बनाउँदैछु हेल्दी डाइट डिनरको लागि हैन। किनभने आजकल चाहिँ म अलिकति मोटी भएको जस्तो फिल भइरहेको छ नि त आफूलाई हो। त्यही भएर चाहिँ अहिले चाहिँ म एकदम बेलुकाको मेरो डिनर चाहिँ म हेल्दी मेरो एकदम स्यालेड बनाउँदैछु हैन। काँक्रा, यो क्यारट, खुर्सानी, चिली हो, अन्त प्याज, त्यसपछि यो बिट हो, अन्त अब अलिकति निम्बु हाल्छु हो। किनभने अहिले म अलिकति एक्सर्साइजहरू गर्दैछु, मलाई अलिकति आफूलाई मोटी मोटी भएको जस्तो लाग्यो नि त हो। त्यही भएर चाहिँ अहिले म अलिकति हेल्थ कन्सियस भइरहेको छु हो। सो आजको बेलुकाको मेरो डिनर चाहिँ म मेरो साथी र मेरो लागि चाहिँ म अलिकति हेल्दी फुड बनाउँदैछु हो। त्यसपछि चाना खाने नि त आज बेलुका चाहिँ एकदमै हामी बेसी नै पुरा हामीले बाहिरको खानाहरू खायो भने चाहिँ अन्त यसमा चाहिँ म अलिकति नुन पनि हाल्छु हो। टेस्टको लागि त नुन त हाल्नु पर्यो नि त हैन। निम्बु, नुन, त्यति मात्रै। त्यसपछि म यसमा अलिकति तेल पनि हाल्छु। अब तेल त अलिकति चाहिन्छ नि त हो। यो तेल चाहिँ हाम्रो घरको मैले नेपालबाट लिएर आएको हैन। तोरीको तेल, घरमै बनेको तेल हो यो चाहिँ हो। मैले उतैबाट लिएर आएको। यो पनि अलिकति हालेँ हो। सो यति मात्रै हाल्छु हो। आजको मेरो हेल्दी फुड इज रेडी। देख्नु सक्नुहुन्छ तपाईँले हो। यतिको हेल्दी खानु पायो भने त के चाहियो होइन। यही हो आज बेलुकाको मेरो डिनर। अन्त योसँग हामी एग पनि खानेछौँ हो। यति हो, रेडी भयो आजको मेरो डिनर। थ्याङ्क यू सबैजनालाई मेरो भिडियोहरू हेरिदिनु भएकोमा, मलाई माया दिनु भएकोमा हैन। यति नै भन्न चाहन्छु। सो थ्याङ्क यू फर वाचिङ। बाई बाई।